गाइस सबैजना सञ्चारै हुनुहुन्छ होला म पनि सञ्चारै छु। आज त धेरै दिनपछि भ्लग बनाउन थालेको के हुन्छ कसो हुन्छ हेर्नु वेदर र आज चाहिँ बाख्रालाई घाँस काट्दिने त्यही काम गर्न पाउँ। गाइस म चाहिँ गाउँतिर आएँ, उहाँ चाहिँ नानीहरू खेल्दैछ, यता चाहिँ मैले खबर बोलिराख्नु भएको थियो। म चाहिँ के गर्ने अब कुकुरको बच्चा हेर्न जानु पर्यो। ए हाम्रो काली चाहिँ यहाँ दुध खुवाइरहेछ। बाख्रालाई घाँस सजुन दिएर आएँ, नानी र म चाहिँ यहाँ घरतिर छौँ। यस्तो एकछिनबाट काट्न पर्यो भनेर गाइस घाँस काट्न त गएन, त्यही भएर झोला बोकेर उहाँ सुमन भाइको घरतिर जाँदैछु। ल भाइहरूले चाहिँ आलु पोल्नको लागि आलु खन्दै बसेछन् खनेको ठाउँमा। अब म पनि गइदिएँ खन्न, पुरै खनेर भ्याए भाइहरू जेस काममा लाछन्। गाइस अलि फिल्डमा गएर भेट्छु है त। गाइस फिल्डमा पनि आइयो, यहाँ भाइहरू बल खेलिरहेछन्, म चाहिँ यत्तिकै भिडियो गरिदिएको। ए हाम्रो फिल्ड धेरै दिन भयो नआएको। ल गाइस यो ब्लग चाहिँ यति नै, अब पछि भेटौँ।